सडकमा छोडिएको यो बाछाको जिन्दगीको कथा अन्तिम समय हेर्नु होला है। म चाहिँ बेलुका घर जाने क्रममा यो बाछालाई देखेको थिएँ अनि स्कुटीले हाने अनि ऊ डराएर भाग्यो अनि कुकुरहरूले नि भुक्यो अनि समात्न नि सकेन। बल्ल बल्ल मैले समात्न सफल भएँ। दौडेर यसलाई कसरी लाग्यो? त बाँच्छ नि त अब तपाईँले होइन बाँच्छ भन्दा नि यहाँ लगेर राखेर यो फुलहरू त्यत्रो छ हामीले पानी राखेर यहाँ कोही करायो भने एक्लै भए पनि आफै गाडी बोलाएर उद्धार गरेँ। कसैले हेल्प पनि गरेन। अनि आफै राखेर उसलाई पशुपति लगेँ। रातिको 9:30 बजिसकेको थियो। यसरी बाटोमा गोल छोड्ने मान्छेले हेरेर सामान गरेर खासमा सामान निकालेर हेर्दै दिने गरेर अब बेलुका हेर्छु चाहिँ यस्तो बाटोमा छोडेर ल्याउँछ। अनि बेलुका हेर्छु कस्तो हुन्छ भने गाडीले हिँडेर हुन्छ लेखेर हुन्छ। अब के गर्ने कि अब हामीलाई माया लाग्छ। अब सबैको मन एउटै हुँदैन है। अब मलाई त माया लाग्यो म चाहिँ यसरी लगाउँदै त्यस्तो काम चाहिँ कहिले नगरिदिनु होइन जस्तो पनि। अब के भन्छ अब बच्चा बेला सानो बाटोमा छोड्यो भने हामी कसरी बाँच्ने र है। बल्ल पशुपति पुग्यो बल्ल यहाँ पशुपति पुग्यो है। कसरी राख्न नि मानेन है। अनि त्यही भएर मैले भाइलाई सम्झेँ। भाइले सम्झेँ भाइले ल्याउनु भने ल्याइदिएँ। अनि भाइलाई पनि धेरै धन्यवाद। अनि पशुपति गौशाला पनि धेरै धन्यवाद दिन चाहन्छु। आज तपाईँहरूले गर्दा उसले एउटा सानो आश्रय पनि पाएको छ, माया पनि पाएको छ, खाना पनि पाएको छ। बाटो अति यहाँ पुगिसक्यो अब ल यता बस्छ अब बिचरा आमा खोजै छ उसले। ल अब तिमी यहाँ आइसक्यो नि त। अब आमा छैन तिम्रो। अब यस्तै रहेछ तिम्रो भाग्य। के गर्ने अब। ल आज बिचरा आमा खोजै छ उसले। ल अब तिमी यहाँ आइसक्यो नि त। अब आमा छैन तिम्रो। अब यस्तै रहेछ तिम्रो भाग्य। के गर्ने अब। ल आज बस्छ धन्न। यता तिमी घर यहाँ आयो भन न गौशाला। नत्र आज बाटोमा भए के नि भइसक्थ्यो होला।